हेलो एभ्रिवान, तपाईहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि आज चाहिँ भाइटिकाको अघिल्लो दिन अनि हाम्रो चाहिँ यहाँ फुल टिप्ने काम हुँदैछ। अनि बिहान एका बिहानै हामी चाहिँ यो सिटमै फुल टिप्नु पर्छ भन्नुहुन्छ, त्यही भएर सिट सरीकै फुल टिप्न हामी आइरहेको छौं। अनि मेरो डोको यहाँ छ अनि मेरो सानो भाइ त्यहाँ छ अनि हामी चाहिँ यो दुई गोराकै आज फुल टिप्ने वालामा छौं। अनि क्या दामी बिहानको क्या दामी भ्यू देखिरहेको छ, हेर्नु होला। बिसो हेलो गर कान्छ हो, मेरो भाइ त्यहाँ सानो भाइ त्यहाँ छ। अनि यहाँ चाहिँ मेरो डोको छ अनि यो डोकोलाई चाहिँ मैले राखेको हो यसरी बोकेर चाहिँ अनि यसरी हिँड्दै। ओ माई गड, यो फुल लाइसेर चुटाएर यहाँ बोक्नु पर्छ। दाल चाहिँ मैले कति कुल्चिसकेँ, यो दाल पनि छ यहाँ मुनि मम्मीले मार्नुहुन्छ होला। यस्तै हुँदैछ। अनि अब एकचोटि टक्क म यता बिहानको भ्यू देखाउने छु तपाईहरुलाई। हेर्न सक्नुहुन्छ बिहानको यहाँबाट देखिने भ्यू। अनि यता मास्तिर चाहिँ चराचुरुङ्गीले पनि च्याउ गरेर कराउँदैछ। फुल टिप्दै हामी चाहिँ यो गोराको आधा उधी आइसक्यौँ। अनि मेरो डोको पनि अघि त हल्कै हुँदै थियो, अहिले त अलिक हल्का भारी हुन थाल्यो। अब चाहिँ यसलाई म भुइँमा राखेर टिप्ने वालामा छु यसरी। यहाँ बिचमा राखेर ओ माई गड, आधी पनि भएको छैन र पनि कसरी गरौँ भएको। यो फुलको वेट त धेरै हुने रहेछ बिसो, फुल त धेरै गरौँ हुने रहेछ। यो सायद यो फुल प्लस यो शीतको पानीले होला। तिमी त सक्नेछौ नि त बिसो हाङ लिम्बू। यहाँ यति छ, आज तिम्रो त्यति छ। आज यो तल्लो गोरा छ, कतिखेर टिप्सक्ने कान्छा र मैले है। फेरि मम्मीले मार्नुहुन्छ ढिलो गऱ्यो भने। अनि हामीले टिपेर छोडेर आएको चाहिँ यता हो। अनि हामीले टिप्नु मैले टिपिसकेपछि यस्तो गोरु फुलहरू चाहिँ छोडेको छ। अनि सानो हो बिचार टिप्नु है। मेरो बिस्सु त डर छ नि, बिचरा सुतिरहेको भाइलाई मैले तानेर उठाएर लिएको। मेरो भाइलाई जति टिप्यो त्यति धेरै छ फुल। अब यहाँ टिपेर हामी घर जानेवाला छौँ। फेरि घरमा पनि टिप्नु अझै बाँकी छ। मेरो मम्मीले चाहिँ यो मलाई जहिले फुलको धेरै दुःख हुने, अनि त्यही भएर यो पालि चाहिँ फुलको दुःख नहोस् छेलो खेलोस् भनेर यति धेरै बारीमा लगाइदिनु भएको छ नि फुल। होइन भाइ, अब हाम्रो घरको माथि पनि छैन हाम्रो फुल, अनि त्यहाँ नि टिप्नु छ। टिपुँ बिसो होस्। मैले अर्को कलरबाट पनि यहाँको डिफ्रेन्ट कलर भेटिसकेँ। यो चाहिँ यस्तो कलर भन्दाखेरि यस्तो कलरमा चाहिँ धेरै फुल छ। अनि यस्तो कलरवाला चाहिँ खासै छैन, तर हामीले यहाँ मजाले भेट्यौँ है कान्छा। मेरो कान्छा चाहिँ फुलभन्दा सानो छ, त्यही पनि माथिको फुलले तानी टिपिरहेको छ है त। देख्नु छोरो, हामी त्यहाँ परबाट टिपिरहेको, यहाँ आयौँ डोकोमा यति भएको छ फुल। मैले सोचेको थिएँ यहाँसम्म छ फुल, त्यहाँबाट हेर्दाखेरि चाहिँ यहाँसम्म देखिन्थ्यो। अनि यहाँसम्म छरङ त मम्मीले त ओ माई गड पल्लो छेउसम्मै लाइन भएको छ। यहाँ चाहिँ दाल छ मुनि, यहाँ छ हाम्रो के भन्छ यसलाई जुन्यालो अनि फुल। अनि तलतिरको डाँडा काँडा यस्तो छ। यो सल्ले हो है भाइ। अनि यो चाहिँ हाम्रो स्कुल हो सल्लेको, पहिले पनि हामी यहीँ पढेको। अनि यता छ हाम्रो दुधकोशी नदी। हजुर भाइ भन्नुहोस् त, तिम्माहरू बस्ने अफिस हो त्यो? भाइले चाहिँ मेरो मम्मीहरू बस्ने अफिस भनेर यो हाम्रो वडा कार्यालयको यो भवनलाई भनिरहेको छ। तर यो चाहिँ नयाँ बनेको, अहिले सर्नु भएको छैन। अब मङ्सिरमा सर्ने भन्ने हुनुहुन्थ्यो, अब सर्नु हुन्छ होला मङ्सिरतिर होइन कान्छा? तिमीले त्यही भने होइन? ए मेरो भाइलाई फेरि सब थाहा छ नि गाई सब। ल एक नजर चाहिँ यति केयरिङ छ कि यहाँ उसले यो तितेपाती फुलिरहेको देखिरहेछ। अनि बिसो भन त, है उसको मामु चाहिँ बिरामी हुनुहुन्थ्यो। हाम्रो आन्टी चाहिँ अस्तिदेखि बिरामी हुनुहुन्थ्यो, हल्का टाउकोहरू दुख्ने। अनि हामीले तितेपातीहरू के सुन्छौँ त। अनि उसले त्यही सोचेर चाहिँ अनि मेरो मामु बिरामी हुनुहुन्छ यो लगिदिन्छु भन्ने छ होइन?
यति केयरिङ छ नि मेरो कान्छा बरु उसको दिदीलाई बुनेलाई मतलबै छैन हैन मेरो भाइ चाहिँ केयरिङ छ अनि बुने चाहिँ देउसी खेल्नु गयो भाइ चाहिँ अनि अझ मम्मी बिरामी भएकोले मम्मी नजाने भनेकोले नगएको मसँग पनि नगएको नि तिमी यता हेर मम्मीको माया गर्ने मायालु हो ऊ चाहिँ अझै परसम्म रहेछ एहे फुल त धेरै नै रहेछ बिसोले चाहिँ मलाई कहाँसम्म रहेछ नाना फुल म हेरेर आउँछ भनेर गएको थिएँ अनि भन्दैछ परसम्म ल ल टिप्नु जानुपर्छ त्यहाँ टक्कर देखिरहेछ फुल चाहिँ यहाँ एक डोको भइसक्यो अनि यहाँ मैले भाजिरहेको छु यत्रो भइसक्यो फुल मेरो मम्मीलाई चाहिँ मैले फोन गरेर बोलाएँ कि यहाँ एक डोकोले हुँदैन भनेर मम्मी चाहिँ एक डोकोमा पुरा हुन्छ त्यतिमै लिएर आऊ भनेर यो डोको लिएर पठाउनु भएको यो गोराको यति टिप्दाखेरि यति भयो अझै उता अलिकति बाँकी छ तल गोरा डल्लै बाँकी छ अनि मम्मी फेरि डोको लिएर आइसक्नु भएछ त्यहाँ मैले भनेको मम्मी फुल त डेन्जर रोप्नु भएछ त हौ कान्छाले चाहिँ उसको मम्मीलाई के टिप्यो देखाऊ कान्छा देखाऊ ओ तितेपाती टिपिसक्यो उसको मम्मीलाई बिरामी भएर गाह्रो हुन्छ नि तितेपाती हेर्नु न बस अर्को डोकोमा चाहिँ फेरि टिप्ने होइन मैले अर्को डोको भारी भएर उता जाँदैछु विश्वले के त्यो तलको तपाईँहरूको त्यो ओडाको अफिसलाई हाम्रो तिम्माहरूको अफिस भन्दो रहेछ यो अफिसलाई यो माथिल्लो गोडाको फुल टिपिसकेर पनि हामी चाहिँ तल्लो गोडामा अट्याक गर्न थाल्यौँ मम्मी चाहिँ यहाँ भिडियो गर्दै फुल टिपेर ठुङ्गा गर्दै हुनुहुन्छ तपाईँहरूको मेहनतको कमाल हो क्या यो म इङ्ग्लिस हिन्दी बोल्दै हुनुहुन्छ अब यो गोडा पनि सकेर जाने हो अब टिप्नु सुरु ओहो यस्तो फुल काठमाडौँमा पाए कति मजा हुन्छ होला मान्छेलाई काठमाडौँमा कति महँगो छ भन्दै थियो नानाले रोजी छानी आफ्नै हातले टिप्ने कुन चाहिँ ठुलो कुन चाहिँ सानो हेरेर हजुर मम्मीले चाहिँ यो दालको पनि पिर राखिरहेको छ यहाँ मुनि दाल यस्तो राम्रो फुलिरहेछ यहाँ माथि यो फुल अब यो फुल टिप्दाखेरि यो दालको फुलहरू अलिअलि हल्लिन्छ नै बिसो पर मस्त बसिरहेको छ गलिसक्यो बिचरा सानो मान्छे यो बिसो हाँगेर त उठ्कान्छ जाम भनेर त उठ्ने रहेछ बिचरा मेरो भाइलाई मैले उसलाई भनेको छु तिमीले मलाई यत्रो फुल टिप्नु सक्यो कान्छ तिमीलाई भोलि म सबैभन्दा राम्रो माला उन्दिन्छु है भनेको हस् भनेको छ अब मेरो कान्छाको लागि मैले अम्बक टिप्दिनै छु है अम्बक यति फरेको छ नि हाम्रो गाउँमा है भाइ नचल तिमी त लड्छौ तिमी ल कहाँ चढेको आफू लड्नुलाई आजै टिप्दै डम्फे चाहिँ म टिपेर खानु पर्यो कान्छ मलाई अलिक ढकाल देऊ त यस्तो अम्बक टिपेँ विश्व चाहिँ पाकेको खानै छैन विश्व मलाई चाहिँ पाकेको यस्तै काँचो मनपर्छ है हाम्रो यहाँ बोडी टिप्दैछौँ यो सब हाम्रो बोडी हो मम्मी चाहिँ खै के भनिराख्नुहुन्छ हुन्छ कसलाई चित्त बुझेर कराएको गर्छ होइन मम्मी चाहिँ अम्बक के गरेको गाडी कुदाको ल कुदाउ लु झरा अब घर जानुपर्छ हौ जान्न हस् लु झरा पिसा झरा नि फेरि तिम्रो झिनी सक्यो ल हेर तिम्रो मामुको लागि तितेपाती पनि बोक यहाँ हाम्रो 2 डोको फुल भइसकेको छ यहाँ मम्मी 1 डोको यो भरे राख्दा पो खिच्नु त यो डोको यहाँ पनि छ फुल ढोक्रो भित्र हिँड्नु कान्छ हिँड्न तिमीलाई पछ्याउ ल
दुईटोको फुल बनाएर हामी चाहिँ घर लाग्यौँ। कान्छाले चाहिँ आफ्नो जेसिबी कुदाएको छ यहाँ। अनि जेसिबी होइन, जेसिबी कुदाएको हो। घरमा आएर पनि फुलहरू राखेर फेरि हाम्रो माख्ला खण्ड बारीमा फुल अलि टिप्नु पर्यो, धेरै छैन, अलिअलि छ। आन्टी चाहिँ घाँस काट्दै हुनुहुन्छ त्यहाँ, विश्व हाङको मम्मी। अनि हाम्रो फुल, अनि अहिले फुल नटिप्नु मम्मी हो। एक डोको फुल हाम्रो यहाँ छ, अनि एक डोको यहाँ थुपारी सक्नु भएको छ। अब यो उन्ने हो, यहाँ पनि छ, अनि माखा टिप्नु बाँकी छ। हाम्रो फुल देखेर योपालि मान्छेले फुल मागेर यति भयो, एक डोको फुल अरूलाई दिएर। पुग्दैन होला है। मैले चाहिँ यहाँ माला उनिरहेको थिएँ, अनि माला उन्दाउँदै भेटेको फुल के हुन त अघि हामीले टिपेको विचार नगरेको रहेछ। हेर्नु कति धेरै ठुलो फुल के, यसको त सानसानो त 3-4वटै हुन्छ होला क्या। हेर्नु न, यहाँ पनि त्यस्तै ठुलो है। बिहानदेखि उनेको माला बल्ल बल्ल उनिसक्यो। हाम्रो कति 30-32 माला उन्यो अहिलेसम्म। अब अहिले फेरि घाँस काट्नु जानुपर्ने भयो, अनि त्यही भएर अहिले अघिल्लोको फुल चाहिँ हाम्रो सबै सकिसक्यो। फेरि अहिले भरे उन्ने हो। म माला देखाउँछु है त। हाम्रो उनेको माला चाहिँ यहाँ छ, एक लहरमा यहाँ, दूसरा लहर यता छ, अनि अर्को लहर यहाँ छ। अनि यो तिनटामै भरि भराउ भएर चाहिँ राख्ने ठाउँ नभएपछि चाहिँ मम्मीको आइडियाले यहाँ भराङमा राखिरहेको छ। जम्मा 32 माल छ, हामीलाई त चाहिन्छ अझै 50 माल जति। फेरि अब भरे आएर बेलुका उन्ने हो, अनि अहिले चाहिँ घाँस काट्नु जानुपर्ने भयो। घरमा अस्ति माला उन्ने लाग्यो। यो घरभित्र यस्तो छ कि देखाइ नसक्नु छ राम्रो। धुवा फुपे कसरी बसिराख्नु भएको छ, मम्मीको धुवा। मम्मीले रोटी पोल्नु भएको यहाँ भित्र चाहिँ मान्छेलाई भित्र छिरिसक्नु नदिने छ स्थिति चाहिँ फुपेले चाहिँ सहेर गरिराख्नु भएको छ मम्मीको। मम्मी रोटी दिनु त एउटा चाखेर जान्छ। चाहिँ घाँस काट्नु जानु लाग्यो। अब के गर्नु, आफू मात्रै खाएर होइन, गाई बस्तुहरू पनि छ, धुनु पर्यो। अनि मम्मीले बनाउनु भएको रोटी फुल बुटेबाट चाहिँ एक गाँस खाइ पनि सक्यो मैले। रोटी चाहिँ मिठै छ, तर यसको बनावट चाहिँ बुट्टा। विश्व के गर्छ त्यहाँ? विश्वको मामले बनाएको भएको चाहिँ अघि नै उहाँको झन् अघि खाइसक्यो हामीले। अहिले घरको रोटी विश्व जाउँ बिहान अर्कै ठाउँमा जानु लागेको। अघि फुल टिपेको ठाउँमा घाँस काट्नु फेरि। मेरो दुइटै यसो गरेर मेरो डोको बोकाएर हिँडाइरहेको छु। हाल्छु के गर्छस्? एक दुइटा भैँसी छ, अनि बाख्राहरू छ, त्यसको लागि घाँस काट्नु। हाम्रो सिमी, हाम्रो कोदो, हाम्रो खोर्सानी, हाम्रो अम्बक, हाम्रो गाउँ। वाह क्या दामी देखिरहेको छ यहाँ त। हाम्रो घर अनि पल्लो घर आन्टीको घर, एक नजारा दामी देखिरहेको। सबै कोदो हो यो बारीको चाहिँ। त्यो त्यहाँ पुगिरहेछ, हामी झर्दैछौँ। तल घर साला कुप्पाको घर, यता संसार कुप्पाको घर। कति माल उड्नु भयो? ए ल ल उड्नु है, हामी घाँस काट्नु हिँडेको हो के अङ्कल। फुल त सबै सक्यो र कृष्ण अङ्कलको बुढी, कृष्ण अङ्कलको नाना लाई दियो। अनि अहिले तपाईँ टिफिन सबै उडेर हिँडेको हामी। कस्तो राम्रो देखेको बादल। अम्बुक अम्बुक खानुहोस् त्यहाँ बादल चाहिँ रुखमा बसेर के हुँदा। अनि अघिकै ठाउँमा फेरि आएको हामी घाँस काट्नु भनेर यसको डिलमा। अनि अम्बक हेर्नु न कस्तो ठुलो छ। अब यहाँ घाँस काट्नु हो।
वा बिसन्ने क्या दामी देखेको बादल वाउ कस्तो दामी देखेको कि बादल त कति दामी भयो हामी घाँस काट्दा काट्दै अघि आउँदा अर्कै थियो अहिले जाने बेलामा यस्तो भइसक्यो क्या दामी देख्यो भने घाम त हेर्दा हेर्दै डुबेछ अहिलेसम्म त्यहाँ टलक्क थियो अहिले त सतलक्क त्यो बादल मुनि त्यो के ठाउँ भन्दा मुनि चर्लक्क झऱ्यो फेरि हात चाहिँ यो घाँस काटेकोले यस्तो भइरहेछ नि फेरि वाउ हेर्नु त फेरि हामी बस्दा बस्दा यसले अर्को कलर चेन्ज गर्यो क्या दामी देखेको होइन यसले नि कस्तो रूप बदलिराख्ने क्या नागिन जस्तो को चाहिँ यहाँ छ अनि मैले चाहिँ घाँस काट्ने झ्याउ लगाएको यस्तो छ घाँस अनि यसलाई यो रुख घाँस झार भनेको बिस्तारै झार्ने फेरि यसको चाहिँ भारी पुग्छ न यसको पनि यस्तै छ कस्ने छ मेरो चाहिँ निम्फो मात्रै वाह रुखमाथि बादलदेखि तल सल्लेको गाउँ सल्लेदेखि तल दुधकोशी बगिरहेको छ अनि दुधकोशीदेखि माथि यो कुकुन गाउँ हो त्यसपछि माथि आकाश पुरा बलिरहेको छ आकाशलाई पनि दीपावली लागे जस्तै देखिन्छ है ल छिटो झार आमा यसको घाँसको भए त कति ठुलो त आइज ल आकाश पनि यस्तो भएको छ अब हामी पनि घर जाँदैछौँ मेरो भाइ चाहिँ यस्तो छ मैले एक घन्टा घाँस काटेँ अनि नसकेर स्याउला अरे आई मिन पल्मेरो घाँस रुख घाँस घर आउँदासम्म मम्मीले यहाँ रोटी पोलिराख्नु भएको छ त्यही त आन्टी मम्मी